नेपालको संविधानमा व्यवस्था भएको मौलिक हक अन्तर्गतको शिक्षा सम्बन्धी हक के तपाईलाई प्रष्ट रूपमा थाहा छ? यदि थाहा छ भने यो भिडियोलाई स्किप गर्न सक्नुहुनेछ। यदि थाहा छैन अझै पनि प्रष्ट हुनु हुँदैन भने आउनुस् सँगै यस सम्बन्धमा प्रष्ट हौं। नेपालको संविधानमा धारा 31 मा शिक्षा सम्बन्धी हकको व्यवस्था रहेको छ, जसमा 5 वटा उपधारामा चाहिँ यसलाई प्रष्ट रूपमा व्यवस्था गरिएको छ र संविधानमा व्यवस्था गरिएको यस शिक्षा सम्बन्धी हकलाई चाहिँ मैले एउटा ट्रिक युज गरेर सजिलोसँग सम्झिने गरी चाहिँ लेखेको छु, जसमा ट्रिक रहेको छ 31 शिक्षा पानी नि मा डुब्यो। 31 शिक्षा, अब 3टा नि नभनिकन 31 शिक्षा पानीमा डुब्यो। जुन धारा 31 मा रहेको छ शिक्षा सम्बन्धी हक। पहिलो हक रहेको छ पहुँचको हक। प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको हक हुनेछ भनेर नेपालको संविधानको धारा 31 उपधारा 1 मा व्यवस्था गरेको छ। त्यसैगरी उपधारा 2 मा भनेको छ निशुल्क शिक्षा, माध्यमिक तहसम्म निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा आधारभूत तहसम्म। उपधारा 2 मा चाहिँ माध्यमिक तहसम्म निशुल्क शिक्षा र आधारभूत तहसम्म निशुल्क र अनिवार्य दुवै शिक्षाको व्यवस्था हुनेछ भनिएको छ। त्यसैगरी उपधारा 3 मा निशुल्क शिक्षा अन्तर्गत निशुल्क उच्च शिक्षा कानुन बमोजिम अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकहरूलाई चाहिँ कानुन बमोजिम निशुल्क शिक्षाको व्यवस्था गरेको छ। त्यसैगरी उपधारा 4 मा निशुल्क शिक्षा अन्तर्गत नै कानुन बमोजिम दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा आधारित शिक्षा, त्यसैगरी बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएकालाई सांकेतिक भाषामा चाहिँ शिक्षा दिने निशुल्क शिक्षा दिने व्यवस्था गरेको छ। त्यसैगरी उपधारा 5 मा मातृभाषामा शिक्षा भन्नाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई चाहिँ आफ्नो मातृभाषामा शिक्षा पाउने, त्यसैगरी त्यो मातृभाषामा शिक्षा दिनको लागि विद्यालय खोल्ने, सञ्चालन गर्ने हक चाहिँ व्यवस्था गरेको छ। यसरी नेपालको संविधानमा रहेका 5 शिक्षा सम्बन्धी हकहरूलाई हामीले 31 शिक्षा पानी नि मा डुब्यो, 31 शिक्षा पानीमा डुब्यो भनेर सम्झिन सक्छौं। पहुँचको हक, निशुल्क शिक्षा माध्यमिक तह, निशुल्क र आधारभूत शिक्षा, निशुल्क र अनिवार्य शिक्षा आधारभूत तह अन्तर्गत, निशुल्क उच्च शिक्षा कानुन बमोजिम अपाङ्गता र विपन्न नागरिकहरूका लागि, निशुल्क शिक्षा कानुन बमोजिम दृष्टिविहीन, बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता र सांकेतिक भाषाको माध्यमबाट, र अन्तिममा मातृभाषामा शिक्षा विद्यालय खोल्ने, सञ्चालन गर्ने हक प्रत्येक नेपाली समुदायमा रहेको छ। धन्यवाद।